एउटा वृद्ध मान्छे हो, ढुङ्गाको मान्छे होइन। म ढुङ्गा बोक्छु तर ढुङ्गाको मान्छे होइन होइन। र यो देशमा पनि हामीले होइन गरी खाने वातावरण हामी बनाउने छौँ। त्यो कसम खाएर निस्केको मान्छे हौ हामी। त्यसो भएको कारणले गर्दाखेरि अहिले हामीले एउटा बिरुवा रोप्नुपर्छ। रोप्ने बित्तिकै फल्दैन, मलाई थाहा छ त्यो। रोप्ने बित्तिकै फल्दैन, त्यसलाई मलजल गर्नुपर्छ, गोड्नुपर्छ, हुर्काउनुपर्छ, बढाउनुपर्छ, अनि फुल्छ र फल्छ। हामीले गर्दै गरेको यो संस्कृतिको फल हामीले हाम्रो जीवनमा पाउँदैनौँ, मलाई थाहा छ। तर नानीहरूको जीवनमा त्यो फल प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु। माफ गर्नुहोला, म अलिक भावुक भएँ आज। ए मेरा बा हर्केको नाटक आफूलाई थाहा रहेछ त। बिरुवा रोपिसकेपछि उम्रिसकेपछि अलिक ठुलो हुन्छ, ठुलो भएपछि मलजल गर्नुपर्छ, मलजल गरिसकेपछि अझै ठुलो हुन्छ, अझै ठुलो गरिसकेपछि सानो फल लगाएपछि बल्ल ठुलो हुन्छ, ठुलो भएपछि फल के अरे पाकेपछि बल्ल टिपेर खाने भन्ने त आफूलाई थाहा रहेछ त। राजसभा बनेको 10 दिन बसेन विरोध गर्न निस्किने तिमी होइन। अनि अहिले चाहिँ आफूलाई चाहिँ त्यस्तो भन्न मिल्दैन नि। तिमी जतिसुकै भावुक हौ, जनताले अब पत्ताउँदैन। कुरो यति हो।